यिनी उद्देश्यबाट हामी बोलिरहेका छौँ। आज हामी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बारम्बार हामीलाई वार्तामा बोलाएको छ, तर त्यो सबै वार्तालाई हामीले अस्वीकार गरेका छौँ। त्यसको मुख्य कारण के हो भने परिणाम बिनाको वार्ता गर्न नेपाल शिक्षक महासंघ तयार छैन। शिक्षा मन्त्रालय आफैले परिणाम दिन सक्ने अवस्था छैन। त्यसैले ती वार्तालाई हामीलाई अस्वीकार गर्यौं। हिजो एउटा अर्को पत्र आएको छ, त्यो पत्र वार्ताको पत्र होइन। सँगै एउटा के सन्देश प्रवाह गरिएको छ भने नेपाल शिक्षक महासंघ वार्तामा आउन चाहँदैन, खाली आन्दोलन मात्र अघि बढाउन चाहन्छ, अराजकता सिर्जना गर्न चाहन्छ, आन्दोलनका नाममा समाजलाई अराजकतातिर धकेल्न चाहन्छ भन्ने यदाकदा आरोपहरू लाग्न थालेका छन्। त्यो आरोपलाई हामीले चिर्नुपर्छ। हामी वार्तामा विश्वास गर्छौँ, तर काम नलाग्ने परिणाम नदिने वार्तामा संलग्न हुँदैनौँ। कुनै पनि आन्दोलन, चाहे त्यो विश्वयुद्ध होस्, देश देशका बिचमा हुने युद्ध होस्, देशभित्र भएका आन्तरिक युद्धहरू ती समेत वार्ताबाट समाधान हुन्छ। वार्ता आवश्यक छ, वार्ता हुनुपर्छ, वार्ताबाट समस्या समाधान हुनुपर्छ भन्नेमा कहीँ संशय छैन, हाम्रो कुनै विमति छैन। तर त्यो वार्ताका लागि आधार निर्माण गर्ने दायित्व कसको हो? नेपाल शिक्षक महासंघको हो कि नेपाल सरकारको हो? नेपाल सरकार वार्ताको आधार निर्माण नगरिदिने अनि त्यस्तो वार्तामा हामी संलग्न हुन हुन्छ? म तपाईलाई सोध्छु, हुन्छ? त्यस कारण हामी नेपाल शिक्षक महासंघको तर्फबाट वार्ताका लागि सरकारले पुरा गर्नुपर्ने न्यूनतम आधार के हुन् भनेर लेखेर बुझाउँदैछौँ। हाम्रा साथीहरू त्यही बुझाउन मन्त्रालय जाँदै हुनुहुन्छ। सहाध्यक्षज्यूको नेतृत्वमा यो आन्दोलन सकेपछि हाम्रा साथीहरू त्यहाँ जानुहुन्छ। हाम्रा माग मुद्दाको बारेमा कडासँग कुरा राखेर उहाँहरू फर्किनुहुन्छ। त्यो कुनै वार्ता होइन, कुनै समझदारी होइन। त्यो कुरामा स्पष्ट भइदिन पनि म हार्दिक आग्रह गर्दछु। सरकार वार्ता चाहन्छ भने आज हामीले पेश गर्ने आधारहरू पुरा गरोस्। त्यो आधार पुरा गरेपछि वार्ताका निम्ति वातावरण निर्माण हुन्छ। वार्ताको वातावरण निर्माण भएपछि हामी वार्तामा जान्छौँ। हामी पनि चाहन्छौँ यो समस्या छिटो समाधान होस् र हामी विद्यालयमा गएर नियमित काम गर्न सकौँ, आफ्नो घरमा फर्केर एउटा सामान्य जिन्दगीमा फर्क्यौँ। काठमाडौँमा बस्न सजिलो छैन, हामीलाई रहर छैन कि यो सडकमा बसौँ, तर हामी बाध्य छौँ। यही सरकारले हामीलाई सडकमा बस्न बाध्य तुल्याएको। त्यसकारण सरकारले सोचोस्, नेपाली शिक्षक कर्मचारीको शिष्टता र सौम्यतालाई कम आकलन नगरोस् सरकारले। यो म बारम्बार मैले भन्ने गरेको छु, संसारमा एउटा स्विजरल्यान्ड भन्ने नाम गरेको देश छ। त्यो देशमा 1 लाख नागरिकले हस्ताक्षर गरेर बुझाए भने संविधान संशोधनको प्रस्ताव दर्ता हुन्छ। हामी त 2 लाख सचेत नागरिक काठमाडौँको सडकमा उभिएर शिक्षा ऐन ल्याइदेऊ सरकार, शिक्षा ऐन देऊ सरकार भनिरहेको छौँ। हाम्रो कुरा उनले सुन्नुपर्छ कि पर्दैन? विदेश दर्शन गरिरहेका छन्। हामी सोध्न चाहन्छौँ, देशभित्रको आफ्नो समस्यालाई, नेपाली शिक्षक कर्मचारीको समस्यालाई उहाँहरूको प्राथमिकमा 70 लाख र विद्यार्थी र 4 लाख शिक्षक कर्मचारी पर्छन् कि पर्दैनन् हामी सोध्न चाहन्छौँ। त्यसैले आदरणीय साथीहरू, हामी पेसाकर्मी हौँ, ट्रेड युनियन कर्मी हौँ। संविधानले हामीलाई आन्दोलन गर्ने अधिकार दिएको छ। पेसागत मुद्दामा सामूहिक सौदाबाजीको अधिकार दिएको छ। त्यही अधिकार प्रयोग गरेर हामी यो ठाउँमा सभा गरिरहेका छौँ, विरोध गरिरहेका छौँ। सरकारले अविलम्ब सुनोस्, हामीले आज पेश गर्ने न्यूनतम मापदण्ड पुरा गरोस्, अन्यथा नेपाली शिक्षक कर्मचारी चैत बितोस्, वैशाख बितोस्,
के समाचार आउँछ सबै समाचार हामीले हेर्न पनि भ्याउँदैनौँ। फेसबुकमा लेखिएका सबै कुरा हेर्न पनि भ्याउँदैनौँ। त्यसकारण आधिकारिक जानकारीको लागि नेपाल शिक्षक महासङ्घको फेसबुक र मेरो म लक्ष्मीकिशोर सुवेदीको फेसबुक हेरिदिन पनि र केही कुरालाई पत्यार गरेर अघि बढ्दिन पनि यहाँहरू विनम्र अनुरोध गर्दै सामाजिक सञ्जालमा आउने झुटा तर्क कुराहरूमा विश्वास नगर्न, त्यसबाट उत्तेजित नहुन, नेतृत्वप्रति विश्वास गर्न र आन्दोलनको मोर्चामा डटिरहन यहाँहरूलाई हार्दिक आग्रह गर्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, अभिवादन, क्रान्तिकारी अभिवादन, लाल सलाम, जय नेपाल।